भर्खरै एउटा डिस्कसन गरेको छौँ र यो भिडियोमा तपाईँहरूले हामी बिएसडब्ल्यू 4th इयरका स्टुडेन्टहरू हामी 7 जना छौँ युथ एडभोकेसी नेपालमा इन्टर्न गरेर आएको अनि तिनीहरूको बेसिसमा हामीले क्लाइमेट एक्सन जुन एउटा सस्टेनेबल एसडिडीको गोलमा पनि पर्छ र क्लाइमेट चेन्जले गर्दा नेपालमा कसरी इफेक्ट भइरहेको छ त्यसमा बसेर हामी डिस्कसन गरेको छौँ र यो डिस्कसनको मुख्य पात्र भनेको हामी बिएस सेन्ट जेभियर कलेज बिएसडब्ल्यू डिपार्टमेन्ट अफ सोसल वर्कको 4th इयरका स्टुडेन्टहरू रहेका छौँ सो फिल फ्री टु कमेन्ट डाउन इफ यु think there is error or misguide or something that is not true, so feel free to comment. I hope you like this video. So hello, good afternoon and welcome all of you in Youth Advocacy Nepal. अहिलेको नेपालको मुख्य समस्या भनेको क्लाइमेट चेन्ज पनि हो र यो सस्टेनेबल डेभलपमेन्ट गोलमा पनि पर्छ हाम्रो देशको. सो क्लाइमेट चेन्ज भन्दाखेरि हामी अहिले फर्स्ट इयरदेखि लिएर 10 क्लासदेखि लिएर अहिलेसम्म मास्टर्स पिएचडी चारैतिर पढेको देखेको भोगेको कुरा हो क्लाइमेट चेन्ज भनेको के हो हामी अब्जर्भ पनि गरेको छौँ. तर इन सर्ट अहिले म सबसँग प्रश्न गर्छु सानो सानो जस्ट गिभ जुन कुराले तपाईँले क्लाइमेट चेन्ज भनेको के हो त्यो हिट गर्छ नि जस्ट से अ सिम्पल वर्ड धेरै एक्सप्लेनेसन चाहिँदैन. सो फर्स्ट क्वेसन गोज टु शुभम. सो वाट इज क्लाइमेट चेन्ज फर यु? मलाई क्लाइमेट चेन्ज क्लाइमेट चेन्ज भनेको मलाई चाहिँ के लाग्छ भन्दा लाइक जस्तो वेदर हुनुपर्छ जस्तो हामीहरूको लाइक ओभरअल सराउन्डिङमा जुन क्लाइमेट हुनुपर्छ त्यो नभइकन हल्का दुर केही भयो भने चाहिँ क्लाइमेट चेन्ज भन्न सकिन्छ. जस्ट नर्मल भन्दा एबनर्मल भनौँ न. इट्स नट नर्मल. सो थ्याङ्क यू सो मच कन्नु. Next question goes to what do you think? Next question goes to Anir, Miss Anir, no? Miss Anir, right? Mr. Anir. Or next question goes to you. So next question goes to you. For you, what do you think the most affected area by climate change? Most affected area? Yes, in your observation. I think most affected area चाहिँ हाम्रो हिमालयन रिजन हो. Okay. किनकि लाइक हिमालयमा चाहिँ पहिला चाहिँ स्नोफल देख्थ्यो होइन अहिले चाहिँ देख्दैन. सो आई थिङ्क द्याट्स द मोस्ट एफेक्टेड एरिया. Thank you, Anir. So the next question goes to the permanent employee of this Yan, Mr. Sam Baba. Sam Baba, for you, how are you observing the climate change in your own region, the where you live, from the place where you belong? How are you observing and shifting of weather as well as temperature? How are you observing it? यो विथ माई आइज भनौँ कि ठ्याक्कै एन्सर भनिदिउँ यो. You can say it's depend on you. It's depend on you. बुझेँ यतिकै. सो आजकल अब हामीले देखिरहेकै छौँ होइन क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ यहाँ कतिको असर परिरहेछ. हिजो आज हाम्रो काठमाडौँ चाहिँ वर्ल्डकै सबभन्दा पोल्युटेड सिटी भनेर आएको छ है. र अहिले हामी यतिकै बाहिरतिर हिँड्दाखेरि पनि हामी यतिकै हिँड्यो भने पनि हिजो म घर गएको थिएँ जिममा आएको थिएँ त्यति गर्दैमा मेरो घाँटी खसखस भइरहेको थियो कि रातिसम्म. एउटा चाहिँ त्यो भयो अनि आँखा पोल्ने र यो लङ टर्म एक्सपोजरले चाहिँ लङ क्यान्सर समेत हुन सक्ने चान्सेसहरू बढ्छ भनेर भनेको छ. सो अब ग्लोबल वार्मिङ क्लाइमेट चेन्ज त भइहाल्यो यसो अब हामीलाई इफेक्ट चाहिँ परि नै रहेको छ यस्तै त्यही भन्छ. So in simple word, as we can say that maximum of the youths are smoking. Okay, it's their right, they're smoking, but the one who is not smoking are also getting the same affection by this pollution. They are also consuming 2-3 cigarettes daily by this bad climate. Yeah. So like the one like him is also smoking daily, 2-3 cigarettes daily. Yeah, this is the condition. So he's simply express that. On the last, I would like to ask but on the last, not now. So wait, Lalit. So the next question I would like to ask with Sumit Tandolkar. So Sumit sir, so तपाईलाई
तपाईँले भर्खरै कर्णाली प्रदेश घुमेर आउनुभयो होइन, इन्टर्नसिप गरेर आउनुभयो। सो म तपाईँलाई उतैतिरको प्रश्न गर्न चाहे, तपाईँले जुन देख्नु भएको छ भोगाई, त्यहाँको क्लाइमेटको परिवर्तन कसरी भएर आएको छ त्यसलाई छोटकरीमा प्लिज एक्सप्लेन गरिदिनु। धेरै धेरै धन्यवाद प्रिन्सजी। र हामी कति भयो 2-3 हप्ता अगाडि दैलेखमा थियौँ र त्यहाँ चाहिँ कसरी क्लाइमेट चेन्ज देख्यो भन्दाखेरि मेनली चाहिँ हाम्रो त्यहाँ एग्रिकल्चरमा धेरै इफेक्ट भएको छ। हाम्रो प्रिन्सजीले रिसर्च पनि गर्नुभएको थियो त्यहाँ। अलिकति हामीले पनि ओभरभ्यू गर्दाखेरि के पायो भन्दाखेरि त्यहाँ मेनली भनेको चाहिँ हाम्रो सुन्तलाको खेती हो। त्यहाँ अब के भयो भन्दाखेरि अब जस्तो सुन्तलाको खेती कुनै समयमा त्यहाँ कति टन धेरै टन सुन्तला फल्थ्यो भने अहिले चाहिँ त्यसको मात्रा धेरै घटेको छ, किनभने सबै यो क्लाइमेट चेन्जले गर्दा। त्यही भएर हावापानीले पनि धेरै फरक पारिरहेको छ त्यहाँ। त्यति नै भन्छु म। थ्याङ्क यू सुमितजी। सो नाउ आई वुड लाइक टु आस्क विथ आर्यन। सो आर्यन, तपाईँ जतिको वेस्टर्न कल्चरबाट इन्फ्लुएन्स हुनुहुन्छ त्यतिको हामी छैनौँ। इभन दो हाम्रो शुभम सर इज डेटिङ इन्टरनेसनल, बट हि इज नट टु मच वेस्टर्नाइज। हि इज डेटिङ, बट हु इज द्याट? देयर इज नो वन नोज हु इज द्याट। सो हिज त्यो कुरा छोडौँ। या सो अब कुरा गर्दाखेरि हाम्रो आर्यन सर जतिको वेस्टर्नाइज हुनुहुन्छ, मोडर्न हुनुहुन्छ, त्यतिको सायद कम नै छ। सो मैले त्यही फिल्डबाट उहाँलाई क्वेसन गर्न चाहेँ कि अहिलेको जुन यो वातावरण परिवर्तन भइरहेछ नि, क्लाइमेट चेन्ज, त्यसले गर्दा तपाईँको जुन यो वेस्टर्न लाइफ अथवा क्लबिङ लाइफ अथवा नाइट लाइफ बाँच्दै हुनुहुन्थ्यो नि आजभन्दा 3-4 वर्ष पहिला, 5 वर्ष पहिला, त्यसमा अहिले के असर परेर आएको छ प्लिज अलिअलि भयो भने एक्सप्लेन गरिदिनुहोस्। क्वेसनको लागि चाहिँ धन्यवाद प्रिन्सजी। यो अलिकति अप्ठ्यारो क्वेसन परेको छ अलिक गम्भीर छ होइन। तर मलाई चाहिँ के लाग्छ भने आज पहिला चाहिँ अलिकति रातितिर होइन, रातितिर क्लबिङ थमेल यताउति जाँदाखेरि अलिकति फ्रेस फिल भइन्थ्यो कि होइन। अलिकति हावा पानी अलिकति फ्रेस मजा लाग्थ्यो होइन। अनि त्यसपछि अब कहिलेकाहीँ यसो अब काहीँ नाइट आउट गर्ने बेला, डाँडा काँडा जाने बेला नि फ्रेस आउँथ्यो कि। अहिले चाहिँ के छ भने अहिले चाहिँ तपाईँहरूलाई सबैलाई थाहा छ होला, अहिले चाहिँ काठमाडौँ चाहिँ मोस्ट पोल्युटेड सिटीमा परेको छ। अनि अहिले चाहिँ पहिला जस्तो अब पहिला यसो कोसीमा गएर तारासारा हेर्न सकिन्थ्यो भने अहिले चाहिँ छैन, अलिकति पनि देखिन्न होइन। अब अनि त्यसपछि अब हावा पनि त्यस्तै नराम्रो होइन, चाँडै गर्मी हुने, त्यस्तो पहिला जस्तो जस्तो फ्रेसनेस थियो नि त्यस्तो अहिले महसुस हुँदैन। त्यही भन्न चाहन्छु म चाहिँ। हस्, थ्याङ्क यू आर्यन। अनि आर्यनको भगाइ पनि हामी धेरैजनाले फिल गर्न सक्छौँ। मैले राति बेलुका हिँड्दाखेरि कहिले चिसो हुने, कहिले गर्मी हुने। अहिले पनि फर इक्जाम्पल यति धेरै घाम छ, यो वैशाख जेठको गर्मी जतिको काठमाडौँ भ्यालीमा घाम लागिरहेको छ। सो त्यसले गर्दा हामीलाई बर्न डिजिजहरू, स्किन प्रब्लमहरू, अनि इचिङहरू, आँखा पोल्ने समयले जसरी मेन्सन गरेको होइन, योहरू चाहिँ हामी भोगि नै रहेछौँ। बट त्यो पनि एउटा क्लाइमेट चेन्जको पार्ट नै हो। बट फर द लास्ट तपाईँ पनि राति जडीबुटी हो। यस, म राति जडीबुटी एरियातिर मेरो जहिलेको पनि हेबिट छ खाना खाएपछि वाक गर्ने होइन। सो म आफ्नो एरियातिर वाक गर्दाखेरि मैले जुन भोगेको थिएँ नि, मैले हेरेको थिएँ आजभन्दा 5 वर्ष पहिला जुन काठमाडौँ देखेको थिएँ, 7 वर्ष पहिला जब एसी दिएर काठमाडौँ आएको थियो, त्यो बेलाको हावापानी र अहिलेको हावापानीमा आकाश जमिनको फरक मैले भेटिरहेको छु। किनकि त्यो बेलामा मलाई यो सिजनमा पनि ज्याकेट लगाएर निस्किनु पर्थ्यो। लाइक यो सिजनमा रिसेन्टली भन्दा नै विन्ड चिटर बाक्लो लगाएर निस्किनु पर्थ्यो। तर अहिले हेर्नुहोस्, म मात्र सर्ट लगाएको छु अनि यो बर्न नहोस् भनेर यहाँनिर जस्ट एउटा स्लिप्स लगाएको छु क्या। सो यतिको परिवर्तन आएको छ। हो यस, टाउकोमा सन्सको रिफ्लेक्सनबाट बस्नलाई टोपी लगाएको छु। सो फर द लास्ट क्वेसन, लास्ट बट नट द लिस्ट भन्छ नि, आई वुड लाइक टु गो विथ ललित जङ्गयोन्जन तामाङ। यो को हो भनेर तपाईँहरूले आउने 5 वर्षमा प्रदेश नम्बर 1 को संसदबाट बुझ्न सक्नुहुन्छ। 5 वर्षदेखि 7 वर्षमा उसलाई म प्रश्न गर्न चाहे। मैले नेपालमा देखेको होइन, तपाईँको संसद भवनमा दिनौँ मिटिङ हुँदाखेरि, हप्तामा मिटिङ हुँदाखेरि, महिनामा मिटिङ हुँदाखेरि जहिले पनि मैले देखेको त्यहाँनिर एउटा सबभन्दा मुख्य एउटा न एउटा प्रश्न
क्लाइमेट चेन्जसँग रिलेटेड हुन्छ नै हुन्छ हाम्रो देशमा है। कोही न कोही संसदले दिइ नै रहेको हुन्छ, तर पनि त्यो हल अहिलेसम्म राम्ररी निस्केर आएको छैन र सरकारको एउटा राम्रो नीति नियम र कानुन यससँग रिलेट गरेर बनेको छैन। सो तपाईँ यो कुरामा के भन्न चाहनुहुन्छ, तपाईँको आफ्नो धारणा प्लिज हाम्रो अडियन्समा राखिदिनु होला। हेलो, उपस्थित सम्पूर्ण साथीहरूलाई नमस्कार, अभिवादन। खास गरी प्रिन्सजीलाई धेरै धेरै धन्यवाद। मिठो मेरो राम्रो एउटा परिचय दिनुभयो साथीलाई निकै गरी र धन्यवाद। र प्रिन्सजीले भन्नुभएको प्रश्नमा सबैभन्दा सुरुमा म सरकारको स्थिरताको कुरा गर्न चाहन्छु। हाम्रो नीति नियमको पालना इम्प्लिमेन्टेसनको कुरामा अलिकति पछाडि आउँछु म। सबैभन्दा सुरुमा कुनै कुराको स्टेबिलिटी हुनुपर्छ, इन्स्टेबिलिटी हुनुपर्छ, जुन हाम्रो पोलिटिकल सेक्टरमा देखिँदैन। एउटा सरकार 9 महिना, धेरैमा 1 वर्ष 1.5 वर्ष चल्छ र त्यस पछाडि कहिले जान्छ कहिले ढल्छ र कसको सरकार आउँछ र फेरि त्यो सरकार आएर कुन नीति नियम लिएर आउँछ भन्ने विषयमा छ। र फेरि हाम्रो अर्को एउटा सबैभन्दा नराम्रो र दुःखलाग्दो कुरा के छ भन्दाखेरि एउटा पार्टीको सरकारले गरेको निर्णय अर्को पार्टीको सरकारले कन्टिन्युटी दिँदैन। यो चाहिँ सायद इन्टरनेसनल पोलिटिक्समै को पनि एउटा गम्भीर एउटा इस्यु होला, तर हाम्रोमा एकदम धेरै देखिनुपर्ने इस्यु यो छ। र बाँकी कुरा क्लाइमेट एक्सन भन्ने हो भने अघि धेरै साथीहरूले भनिसक्नुभयो, हिमालयन सेक्टरमा बेसी नै चाहिँ तपाईँको क्लाइमेट चेन्जको कारणले हिउँ पग्लेको कुरा गर्नुभयो। हिमालयन सेक्टरमा मात्र होइन, तराई सेक्टरमा आउनुहोस् अलिकति। तराई सेक्टरमा तपाईँले देख्नु भएको छ, हाम्रो म त फेरि यो पूर्वको म कोशी प्रदेशलाई धेरै नै नजिकबाट हेर्छु, मेरो आफ्नो गृह प्रदेश भएको हुनाले। कोशी प्रदेशमा सप्तकोशीको जुन त्यो बाँध छ त्यो फेरि एउटा फुट्ने अवस्थामा पुग्छ कुनै बेलामा, त्यो पिक मनसुनको बेलामा के। त्यो क्लाइमेट हेर्ने र त्यो हाम्रो एउटा जुन क्लाइमेट डिपार्टमेन्ट हुन्छ उसले कति पानी पर्छ, कहिले पानी पर्न सक्छ नेपालमा, कहिले मनसुन भित्रिन्छ र कहिले मनसुन सकिन्छ भन्ने सबै डेटा हुन्छ उसँग। तर त्यो एनालाइज गरेको क्लाइमेट डिपार्टमेन्टले निकालेको रिपोर्ट भन्दा बाहिर गएर पानी धेरै परिरहेको अवस्था छ या त्योभन्दा कम पानी परेको अवस्था छ। हामी अहिले पहाडमा नजाउँ, तराईमा नजाउँ, हिमालमा नजाउँ, यो यही वर्षको हामी असोजको कुरा गरौँ न, काठमाडौँमै कत्रो खालको कति ठुलो कुरा आयो होइन। हाम्रै आफ्नै घर अगाडिको यसमा पानी पर्ने सिजन पनि होइन। सो क्लाइमेट एक्सन जता पनि देखेको छ र सबैभन्दा प्रभावित चाहिँ कस्तो ठाउँमा परेको छ भन्दा चाहिँ हामी जस्तो एउटा गरिब राष्ट्र, फुल्ली विकसित हुन नसकेको राष्ट्र, हामी जस्तो राष्ट्रमा चाहिँ बेसी नै प्रभावित भइरहेको छ। र यसमा सो प्रणाम, गुड आफ्टरनून और स्वागत है सब आदमी के। सब देखे वाला जन सबके हमारे मैथिली यूट्यूब चैनल मैथिली ट्रैवल ब्लॉगर में, और हम से प्रिंस अभी निकले से कॉलेज के लिए, कैसे कि हमारे सबके एत जोन काम चल रहा है अहाँ का एजेंसी में वो काम खत्म हो गया है। और अखन हम सब डिस्कशन भी कैलो हैं, साथ ही साथ प्रोग्राम आवे वाला दिन के प्रोग्राम के लिए प्लान भी कैलो हैं। और वो प्लान हमरा सबके एक प्रोग्राम करे के से रिलेटेड टू क्लाइमेट चेंज एंड इट्स अवेयरनेस, क्लाइमेट एक्शन के लिए हम एज अ सोशल वर्कर हम लड़का सब की कर सके छिए। हम सब जते एत काम करे सब लड़के से सेम डिपार्टमेंट के, सो उसे रिलेटेड प्रोग्राम हम सब करेला प्लान कैलो हैं। एत के सुपरवाइजर के हम सब वो प्लान बुझेलो हैं। सो अखन समय भ गया जाके कॉलेज में कॉफ़ी पिएगा और साथ ही सब हम जिम ज्वाइन करते और हम निकलब रूम जाके तहन ओकरा बाद हम जिम निकलब। और कैसे कि हमारे जिम साँझ में है, कॉलेजों में करे के मिले छे, लेकिन कॉलेज में हमरा ब्लॉगिंग अलाउ नहीं, सो दैट हम अभी कॉलेज में जिम नहीं करे छिए। और एक और बात, अखन हम सब डिस्कशन करे छे क्लाइमेट चेंज पर, आई के होल डिस्कशन बेस्ड है क्लाइमेट चेंज पर। और क्लाइमेट चेंज के सबके पर्सपेक्टिव की चीज़ सुमित अहाँ सब चिंते ये से जो हमारा यूट्यूब वीडियो बना कह के पुश कले, यूट्यूब अकाउंट बनले, दोसर कोनो नहीं है। और कथी करब वो सब दिखेबे करब, अहाँ सब जुड़ल रहू मैथिली ट्रैवल ब्लॉगर के साथ।